बिरामी आउँछ होला होला साइज हेलो गाइस हामी अहिले गामागरीमा छौँ गामा ताकेसीमा यस्तो छ गाइस हेर्नुहोस् यहाँनिर खानेकुराहरू बनाएर लिएर बसेर खानु मिल्छ क्या ट्रेन पनि आउँछ नि हजुर ट्रेनको बाटो पनि छ ट्रेन चालु गामागढी चाहिँ हाम्रो नजिकै हो हिँडेर 5 मिनट जस्तो लाग्छ पोखराको मैया घरमा आएर हामी बसेर खाना खाएर घुम्न हिँडेको क्या अलिकति टाइम यो हुन्छ अनि यो फुलहरू सबै अब एक अर्को महिना चाहिँ यो फुलहरू फुल्छ क्या अझै आकाश अलि उस भएको भए एकदम हुन्थ्यो चाहिँ नेक्स्ट मन्थ चाहिँ फेरि यो फुल फुल्छ नि अलिकति पछि चाहिँ समुद्र यहाँ चाहिँ के जानुहुन्छ अहिले दिँदैन होइन दिँदा त दिन्छ पानी चिसो समुद्रको पानी त सुन्यो कि मम्मीले चाहिँ समुद्र नुनिलो हुन्छ अझै हजुर नुनिलो हुन्छ अझै नुनिलो हुन्छ उतापट्टि चाहिँ सफा छ है मन्दिरको साइडतिर चाहिँ सफा छ यतातिर चाहिँ अलिकति खै यिनीहरू फिसिङहरू के गर्दो रहेछ कि अलिक पर्छ अहिले भ्याउँदैन राम्रोहरू आउनुलाई मात्रै यतै नि आउनु भएन यहाँनिर बसेर खाएको खाने सबै यहाँ नजिकै सुक्पा छ अनि सुक्पाबाट सबै लिएर आएको थियो अनि त्यही बसेर खाएर पार्टी गरेको बनाउँछ है हल्का लिउ बनाउँछ यहाँ आउने कि माथि टपमा जान्छु तिर्मिरी त रहेछ तिर्मिरी नि के अलिकति काम त्यसमै गर्दो रहेछ है माछा कति धेरै हिँड्छ माछै देखिन्छ सबै हाँस हो खोले हाँस हो नेपालमा त खोले हाँस खान्छौँ है यहाँ त कति धेरै छ हाम्रो होटलको तलपट्टि नि राख्छ ढुङ्गा टुक्क हाल्यो नि ढल्ला जस्तो त्यति आएर बस्छ कि गाडी नै आउँदो रहेछ त्यो त्यही त होटल हाम्रो त्यहाँ यता नजिकै देखिन्छ है त्यहाँबाट हेर्दा यतापट्टिको ठुलो होइन त्यसको पछाडि सानो नेपाली मन्दिर देखेको छ नि त्यो चाहिँ सबै नेपालकै डेकोरेसन छ बाहिरबाट हेर्दाखेरि हिन्दूको मन्दिर भित्रबाट त्यो मान्यताको हुन्छ नि त्यो राखेको छ ठुलो अनि छेउमा चाहिँ फेरि एउटा बक्समा फेरि स्वयम्भूको सानो स्वयम्भू बनाएर राखेको छ बक्समा फेरि राम्रो हो ठ्याक्कै नेपालको त्यो के नेपालमा चाहिँ स्वयम्भूमा चाहिँ चराले दिशा गरेर जस्तो देखेको नि यहाँ पनि पुरा त्यस्तो नि बनाएको छ बनाएको थियो नि त्यो त्यस्तो नि फोटोबाट बनाएको हो कि के गरेर बनाएको होला होइन कसले भिडियो बनाएको थियो होला ठ्याक्कै त्यस्तो पनि बनाएको छ नेपालको काठमाडौँको स्वयम्भू सबै लेखेछ जापानको स्वयम्भू र यस्तो रहेछ
टाढा कति टाढा हुन्छ है देखेरै साध्य हुँदैन बोट चढ्यो बोट चढेको पहिला एकचोटि के अरे नागा पोर्टमा होइन यता कहाँ जाँदाखेरि खै अस्ति उमी जाँदा यो पुरै धेरै छ बाबु यो जापान यसले समुद्र समुद्र सबै छेउछेउको सबै समुद्र यो समुद्रमा त प्लेनमा भन्दा यो समुद्रबाट त कुदिरहेको भने छिटो हुन्छ अरे त कोरिया सस्तो पर्छ अरे तर त्यहाँ यहाँ फुपूकोबाट नजिक छ जापान भन्दा सस्तो समुद्र हेरेको त्यही भएर यिनीहरूलाई बिजनेस गर्न सजिलो हुन्छ क्या सामानहरू सस्तो पर्ने है नेपालमा चाहिँ फेरि समुद्र नभएर नेपालमा चाहिँ महँगो पर्ने सबै समुद्र निकालेर है यहाँ त क्याब लगाउनु पर्दो रहेछ त्यसमा काम पऱ्यो है क्याब सफा सफा अब यो टाइम नभरि जाडो महिनामा सफा हुन्छ नि अब समुद्र त गरम महिनामा त्यो पानीहरू पऱ्यो भने यो पानी पनि फोर हुन्छ कि यहीँबाट राम्रो आउँछ फोटोहरू यहाँबाट एकजनाबाट राम्रो आउँछ बस्नु मौका हुँदैन आनन्द भयो अस्ति हामी पसेको हामी त यहाँ त हामी खेलेको अस्ति फोटोमा पछि तिमी राजा आउने बेलामा भाउजूहरू आउने बेलामा यहाँ यहीँ खेलेको कति खेला तिमी आउँछ काम पऱ्यो ठिकै रहेछ हजुर हजुर ठिकै रहेछ यस्तो सामुन्नेतिर हजुर हामी त जहाँ मेरो सँगसँगै बिदा भयो भने त कता कता भइहाल्छ पहिला नगयो भने कम मैले सबैलाई घुमाउने मै हो फेरि जाम भन्ने आजभोलि त खासै है भेट हुँदैन आधा उकालो सक्यो अरे आधा उकालो उतापट्टि ओह्रालो छैन चाहिँ उतापट्टि ओह्रालो छ उता माथिको बाजे देखिन्छ नि जताबाट नि त्यो बाजेमा फेरि यो जापानिजहरूले बच्चा नभएको मान्छेले बच्चा होस् भनेर अरे बच्चा भएको मान्छेले चाहिँ बच्चा मेरो बच्चाको राम्रो होस् भनेर प्रार्थना गरेर ठ्याक्क लाग्छ अरे भन्थ्यो नि हाम्रो काम गर्ने बाजेहरूले अर्को ठुलो मूर्ति थियो नि त्यो मूर्ति बच्चा नभएको मान्छेहरू गर्नु न सफा गरेर यो पछाडि फेरि गएर सफा गरेर तल अनि राख्छु मिलाउनु मन्दिरमा पस्नुभन्दा अगाडि चाहिँ हात धुनुपर्छ अरे कि यहाँ यस्तो गरेर थोरै घोप्टाएर यता ह्यान्डललाई नै सफा गर्छ उनीहरूले तिमी धुने रिपेयरिङ हुँदै रहेछ होइन हजुर रिपेयरिङ हुँदै हो कि होइन पैसा निकाल्ने हो
त्यहाँ पैसा हालेर तल गर्छ नि त अनि पैसा निकाल्ने जतिमा पैसा हाल्ने ठाउँ हो होइन फेरि प्रायः जस्तो परपरेको पैसा हाल्ने हुन्छ यहाँ अनि यहाँ चाहिँ यो वर्ष कस्तो रहेछहरू भनेर पेपरहरू हुन्छ नि त हामीले नेपालमा उ गर्छौँ नि अँ के भन्छ अरे राशिफल सेम मेन मन्दिर चाहिँ यही हो। के भन्छ म एक दिन परेको थिएँ बितेको छ अस्ति नागुवा गरौँ हजुर भेटेर हजुर नागुवा आउनु भएको छ भन्नुहुन्छ म त भेटेको छैन हाम्रोमा एकचोटि आउनुभएको थियो न त नागै त भेटेको छैन सबै टाइमै एक नजिकै बस्यो भने मान्छेलाई भेट्न सजिलो हुन्छ टाइम मिल्दैन क्या टेन्सन लिएर जानुपर्छ भाउजूको यसो हुँदैछ टाढा भएपछि टाढा टाढा पहिला हुन्छ मलाई फेरि माइतीले जस्तै उनीहरूले केही मिठो पकाउँदा नि बोलाउने जे गर्दा नि बोलाउनुहुन्थ्यो कि अलिकति केही बनायो नि खानाहरू बोलाउने भात छुट्याइदिनु गर्नुहुन्थ्यो अनि म पनि गइरहेको थिएँ भाउजू पनि आइरहेको हुन्थ्यो भाउजूलाई कस्तो मनपर्छ घुम्नु चाहिँ त्यस्तो हुन्छ नि अहिले आएपछि त टाढा भएपछि त अलिक नै हुने त्यो रुखमा ठुक्लाई तलबाट जानु काटेर फालिदिइसक्यो है दसमा तिरबल आँखिदिन्थ्यो काम चाहिँ लामो छ है फेरि बिहानदेखि बेलुकासम्म छ बिहान कहिले अहिले त बिहान त धेरै छ त्यही भएर 7 पनि बच्चा गरे त बिहानको अनि बिचमा क्युटी हुन्छ के हुन्छ एक घन्टा एक घन्टा मात्र 1-1.5 घन्टा हुन्छ पुरै भयो है अनि जाङ्गे पाउँछ जाङ्गे दिन्छ त्यही भएर ठिकै भयो कता बाटोमा नि हेर है अलिकति ल पहिला भन्दा चाहिँ हल्का राम्रै बनायो रहेछ पहिला यस्तो थिएन नि बिहानतिर आउनु भने मर्निङ वाक हुने मान्छे कति धेरै हुन्छ यहाँ नदेखि नयाँ मान्छेले एउटा पनि फेरि बाजारमा बोल्ने त्यस्तो छन् फेरि सजिलो छ मान्छेहरू बाबु भएकोतिर त एउटा यस्तो एउटा हिँडेर एउटा मान्छे देखि बाटो एउटा मान्छे हुँदैन कि कति दिनेको यताबाट माथि साकुरा छ होइन त्यो उस भएको ठाउँमा
घाममा पानीमा घाम पर्यो भने त कस्तो लाग्यो त हजुरलाई जापानमा समुद्र एकदम रमाइलो रमाइलो नि म त धेरै आएको धेरै खुसी भयो रमाइलो लाग्यो ठ्याक्क नेपालको भाइब्स आउँछ कि है हजुर नेपालै जस्तै हुन्छ यो समुद्र यस्तै धेरै छ होइन यस्तै सबै क्यास्टल होटल पहिला दरबार हो कि के माथि हो पछि यसलाई अलिक क्यास्टल होटलको नाम नि क्यास्टलै हो ए होटल क्यास्टल पहिला पहिला जहाँ पनि होइन दरबार यहाँको एक्वेरियम तल अन्डरग्राउन्डमा होइन उता अघि हामी त्यो इन्ट्री गरेको थियौँ नि त्यहीँनिर छ त्यो माथिपट्टिको तल अन्डरग्राउन्ड छ नि म त गएको छैन खासै सानो अस्ति नै यो सानोहरू आएको बेलामा त जानु पऱ्यो भनेको त मङ्गलबार ठ्याक्क बन्दको दिन पऱ्यो रहेछ मङ्गलबार बिदा राख्थ्यो कि अझै भोलि के छ पनि ठुलो सिपहरू ऊ आउँछ पानी जहाजहरू आउँछ यत्रो ठुल्ठुलो पानी जहाजहरू आउँछ नि अहिले चाहिँ अलि बेला भएको छैन ठ्याक्क बिहानतिर अनि बेलुकातिर आउँदो रहेछ धेरै कोही पानी यत्रो ठुलो त्यो हर्न बजाउँदाखेरि त यत्रो ठुलो साउन्ड आउँछ हो र त्यो यो उयो देखेको ऊ छैन हाम्रो घरहरू होइन उता पल्लोपट्टि चाहिँ त्यो घरहरू हो फ्याक्ट्रीहरू यता चाहिँ पानी छ के गर्ने खानेकुराहरू किनेर परिवार खुवाउने ए यहाँबाट हेरेर सबै काममा गर्ने यहाँ देखिन्छ अघि हामी गएको त्यहाँ हो नि कहाँ यहाँ हो त्यो भित्रमा यही तलपट्टि झर्नु मिल्छ नि लभली यहाँबाट नजिकै देखिन्छ है यो बिचमा रहेछ नि के हो खै डुवा चलाउने के त्यहाँनिर चाहिँ बोटहरू आउँछ त्यहाँ आउँछ कि हेलो गाइस यो नेपाली मन्दिर हो त्यो अग्लो उनीहरूको त 5 स्टार हो अहिले जाने त्यहीँबाट अहिले आउने ए यहाँ नजिक साइकल एउटा साइकल अहिले एकछिन यो होटल हो भेनाको होटल नै भेनाले खानु होटल कस्तो राम्रो अझ नजिक ठुलो खाने
ए स्वयम्भू लो गाइस ल हेर्नुहोस् सानो स्वयम्भू जापानमा छ एउटा ल्याएर टाँच्दिन पनि हामीले ए रहेछ सबैले हेरेको काठमाडौँ सबैले हेर्छ नि के हेर्नु न रेस्पेक्ट गरेछ एकदम स्वयम्भू भित्रपट्टि किरा हिँड्छ सिसाभित्र पनि किन सबै हिन्दूको छ तर भित्र यो त हिन्दूको होइन सबै यो त हिन्दूको हो कहाँबाट यो त लिएर आएको होला है यहाँ बनाएको होइन होला है नेपालबाटै ल्याएको होला पहिले ल्याएको लागि यो अहिलेको होइन सबै काठको त है